मर्निङ एभ्रिवान, म बेबिज मेकओभर। उहाँ मेमहरू पनि जयगाउँदेखि आउनुभएको थियो। उहाँ मेमहरू भन्दाखेरि चाहिँ किन भनेको भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ दुईजना माइक्रो सेडिङको लागि आउनुभएको थियो र मेरो मजाले भिडियो हेरेर आउनुभएको थियो रहेछ। अनि धेरै मन पराउनु भएर अनि अरूले गरेको देखेर पनि मन पराउनु भएर चाहिँ आउनुभएको थियो रहेछ। र उहाँलाई चाहिँ एकदम प्रपर सेप, एकदम अलिकति ठुलो अनि अलिक लाइट सेडमा चाहिएको भनेर भन्नुभयो। अनि मैले उहाँको अकर्डिङ मैले सेप बनाएर देखाइदिएको छु उहाँलाई मजाले। अनि उहाँले यस भनेर चाहिँ अनि मैले स्टार्ट गर्न थालेँ। उहाँको बिफोरको आइब्रोज चाहिँ यस्तो छ, एकदमै आइब्रो नभएको कारणले चाहिँ उहाँले गर्छु भनेर चाहिँ ठानेर आउनुभएको थियो। मसँग धेरै लङ टाइमसम्म मजाले डिस्कस गरेर मात्रै उहाँले डिसाइड गर्नुभएको थियो। र उहाँको वान साइड आइब्रोज चाहिँ कम्प्लिट भइसकेको छ। उहाँलाई देखाउँदाखेरि एकदमै धेरै मन पराउनु पनि भयो। र उहाँको वान साइडको आइब्रोज चाहिँ अब प्रोसेस हुँदैछ। तपाईँलाई सबै भइसकेपछि चाहिँ म तपाईँलाई फाइनल रिजल्ट देखाउने छु। एकदमै राम्रो रिजल्ट आएको छ र उहाँले जस्तो भन्नुभएको त्यस्तै रिजल्ट ल्याइदिएको छु। र आफ्टर 20 डेजमा चाहिँ फेरि एकपल्ट टचअप दिनुपर्ने हुन्छ अनि मात्रै राम्रो रिजल्ट आउँछ। फिनिसिङ रिजल्ट चाहिँ हजुरहरूले सबै भिडियोमा हेरि नै राख्नु भएको छ। मैले आफ्टर 20 डेज कसैलाई 10 डेज, कसैलाई 20, कसैलाई 30 डेज यसरी किन दिन्छु भने स्किनको अकर्डिङ मात्रै हामीले पिगमेन्ट बसाउनु सकिन्छ नि त। स्किन को अकर्डिङ पिगमेन्ट पनि बस्छ। कसैको 10 डेजमै सबै निस्किन्छ, 5 डेजदेखिकै निस्किनु थाल्छ, 3 डेजदेखिकै निस्किनु थाल्छ, कसैको 1 मन्थदेखि पनि निस्केको हुँदैन। त्यही हो, स्किनको अकर्डिङ मात्रै हाम्रो प्रोसेसहरू भइरहेको हुन्छ। र उहाँको आफ्टर आइब्रोज चाहिँ यस्तो भएको छ। उहाँले एकदमै धेरै मन पराउनु भएको छ। एकदमै नेचुरल बेसमा राखिदिएको छु। आफ्टर 30 डेज या त 20 डेजमा चाहिँ उहाँहरू आउनुभयो भने म तपाईँलाई अवश्य देखाउने छु उहाँको पनि बिफोरदेखिको आफ्टर आइब्रोज पनि। अनि आफ्टर 20 डेज 30 डेजमा कहिले आउनुहुन्छ उहाँको आइब्रोज म तपाईँहरूलाई देखाउने छु अवश्य पनि। र उहाँको आइब्रोज कम्प्लिट भएपछि फेरि अझै उहाँसँग आउनुभएको साथी हुनुहुन्थ्यो। उहाँको चाहिँ मैले बिफोर र आफ्टर मात्रै गरेको छु, किनभने धेरै लामो भिडियो भएपछि राम्रो पनि लाग्दैन, बोरिङ पनि हुन्छ। र उहाँको चाहिँ यस्तो फाइनल रिजल्ट आएको छ। र उहाँ म्याम हुनुहुन्छ सेकेन्ड क्लाइन्ट। उहाँले पनि मेरो भिडियो हेरेर एकदमै मन पराएर आउनुभएको थियो। उहाँको बिफोरको आइब्रोज यस्तो छ भने उहाँको आफ्टर आइब्रोज चाहिँ यस्तो राखिदिएको छु, किनकि उहाँलाई चाहिँ डार्क अनि मोटा पनि चाहिएको अरे। उहाँलाई पातला एकदमै मन पर्दैन अनि आर्च सेपमा राख्छु भनेर भन्नुभएको थियो। र उहाँको आर्च सेप अनि मोटा अनि अलिकति डार्क गरिदिएको छु। आफ्टर 30 डेजमा चाहिँ उहाँको एकदमै राम्रो रिजल्ट आउनेछ। म हजुरहरूलाई अवश्य देखाउने छु। थ्याङ्क्स फर वाचिङ।